सम्पूर्ण भगवत भक्त सज्जन वृन्दहरुमा राधे राधे। सबैजना सकुशल मङ्गल हुनुहुन्छ होला, सबैजना सकुशल मङ्गल हुनुहोस्। भगवान राधा माधवसँग यही छ मेरो प्रार्थना। यही असार 26 गते र 27 गते योगिनी एकादशी परेको छ। एकदम अद्भुत दिन अनि पुण्य आर्जन गर्ने दिन परेको छ। अब सबैको दिमागमा के छ भने 26 गते पनि योगिनी एकादशी र 27 गते पनि योगिनी एकादशी। यो दुई दिन एकादशी कसरी र यो 2 दिन एकादशीमा 26 गतेको एकादशी व्रत बस्ने या चाहिँ 27 गतेको एकादशी व्रत बस्ने भन्ने धेरैको जिज्ञासा रहेको छ। त्यही जिज्ञासा मेटाउनको निमित्त तपाईहरुमा चाहिँ म प्रस्तुत भएको छु। अब एकदम ध्यान दिएर सुन्नु होला। 26 गते स्मार्तानाम एकादशी र 27 गते शनिबारका दिन वैष्णवानाम एकादशी परेको छ। हामी सनातनीले सरल तरिकाले बुझ्नु पर्दा हामी स्मार्तानाम एकादशी र वैष्णवानाम एकादशीको लफडामा नपरिकन 27 गतेको दिन शनिबारको दिन एकादशीको व्रत बस्ने हो। 26 गते पनि एकादशी रहेको छ, तर 26 गतेको एकादशीलाई दशमी तिथिले स्पर्श गरेको छ। जुन एकादशीलाई द्वादशी तिथिले स्पर्श गर्छ त्यही एकादशी नै व्रत बस्नु पुण्यदायक हुन्छ भनेर भगवान शिवले पार्वती मातालाई भन्नुभएको छ। त्यसै कारणले गर्दा हामीले 27 गते शनिबारका दिन योगिनी एकादशीको व्रत विधिपूर्वक सम्पन्न गर्ने हो। धेरै झोलझाल झमेलामा नपरिकन के बुझ्नुहोस् भने 27 गतेको दिन शनिबार छ, त्यही शनिबार नै हामीले योगिनी एकादशीको व्रत विधिपूर्वक गर्ने हो र 28 गते हामीले एकादशी व्रतको पारायण गर्ने हो। युरोप, युके, लन्डन र अमेरिकामा बस्ने जति पनि नेपाली भक्तजनहरू हुनुहुन्छ उहाँहरूले भने 26 गते 10 जुलाईका दिन नै एकादशीको व्रत बस्ने। नेपाल, भारत, भुटान, श्रीलङ्कामा बस्नुहुने भक्तजनहरूले भने 27 गतेको दिन योगिनी एकादशीको विधिपूर्वक सहित व्रत गर्ने। जसले यस योगिनी एकादशीको व्रत विधिपूर्वक सही तरिकाले गर्दछ र योगिनी एकादशीको व्रत पारायण पनि एकदम विधिपूर्वक गर्दछ भने त्यस्तो व्यक्तिले 88,000 ब्राह्मणहरूलाई भोजन गराए बापतको फल प्राप्त गर्दछ भनेर शास्त्रमा उल्लेख गरिएको छ। र त्यस्तो व्यक्तिको पूर्व जन्मको यदि पाप छ भने जति ठुलो पाप भए पनि उसको त्यो पाप जति सबै नष्ट भएर जान्छ र उसले यशलोकमा सुख, शयल, स्वस्ति, शान्ति, समृद्धि प्राप्त गर्दछ र अन्त्यमा त्यस्तो व्यक्तिले भगवान नारायणको वैकुण्ठ धाम प्राप्त गर्दछ भनेर शास्त्रमा उल्लेख गरिएको छ। शास्त्रले के भन्छ त भन्दा आषाढ मासस्य कृष्ण पक्षे तु योगिनी तमनाम नाच समाख्यात सर्व पाप हरा तिथि एतस्या व्रत महात्म्यम श्रुत्वा पापः प्रमुच्यते इहलोके सुखम भूत्वा विष्णु लोक महीयते भनेर शास्त्रले भनेको छ। आषाढ मासको कृष्ण पक्षमा पर्ने एकादशीलाई योगिनी एकादशी भनिन्छ। यस एकादशीको व्रत विधिपूर्वक गर्नाले मनुष्यको सबै पापहरू नष्ट भएर जान्छन्। यस एकादशीको विधिपूर्वक पालना गरी व्रत गर्नाले, हरिनाम संकीर्तन गर्नाले मनुष्यको सबै पापहरू नष्ट भएर जान्छन्। यस योगिनी एकादशीको व्रत महिमा सुन्नाले मनुष्यहरू सबै पापबाट मुक्त हुन्छन् र त्यस्ता मनुष्यले यस लोकमा सुख, शान्ति, समृद्धि प्राप्त गर्दै अन्त्यमा भगवान विष्णुको परम धाम प्राप्त गर्दछन् भनेर शास्त्रमा बताइएको छ। यस मानवको जीवनमा मानवले वर्तमान स्थितिमा दुःख, कष्ट, सङ्कटहरू अत्यन्त झेल्नु परिरहेको हुन्छ। मानवले त्यो दुःख, कष्ट, सङ्कट वर्तमान स्थितिमा गरेको पापले मात्रै नभएर पूर्व प्रारब्धमा गरेको अथवा पूर्व जन्ममा गरेको पापले गर्दा पनि यस लोकमा वर्तमान स्थितिमा उक्त मनुष्यले दुःख, कष्ट, सङ्कटहरू झेल्न परिरहेको हुन्छ। पूर्व प्रारब्धको पापले गर्दा यस वर्तमान स्थितिमा यदि दुःख, कष्ट, सङ्कट पाइरहेको छ भने पनि त्यो पूर्व प्रारब्धको पाप, पूर्व जन्मको पाप नष्ट होस् भन्नका निमित्त पनि यस योगिनी एकादशीको व्रत सबै भक्तजनहरूले गर्न अत्यन्त जरुरी छ। यस एकादशीको व्रत जो भक्तले गर्दछ त्यस भक्तको
पूर्व प्रारब्धको पापले उसले अहिले दुःख कष्ट सङ्कट झेल्नु परिरहेको छ भने पनि त्यस्तो पापहरू नष्ट भएर जान्छ र उक्त भक्तले यस लोकमा यस वर्तमान स्थितिमा उसले सुख शान्ति समृद्धि प्राप्त गर्दछ भनेर शास्त्रमा बकाइदा उल्लेख गरिएको छ। त्यसकारणले गर्दा यस योगिनी एकादशीको व्रत गर्नबाट कोही पनि भक्त नचुकौं। यस योगिनी एकादशीको व्रत हर्ष उल्लास उमङ्गका साथ 27 गते शनिबार विधि पूर्वक यस योगिनी एकादशीको व्रत सबैले गरौँ। शास्त्रमा यस योगिनी एकादशीको व्रतको महिमा अद्भुत तरिकाले वर्णन गरिएको छ। एकदम ध्यान दिएर सुन्नुहोला। यस योगिनी एकादशीको व्रतको महिमा मैले छोटकरी रूपमा तपाईहरुमा चाहिँ प्रस्तुत गर्दैछु। भगवान शिवजीका परम भक्त कुबेरजीका हेम नाम गरेका माली थिए। हेम नाम गरेका मालीको अत्यन्त सुन्दर पत्नी थिइन्। हेम नाम गरेका मालीले सधैँ मान सरोवरबाट फूल टिपेर ल्याउने गर्दथे र उक्त फूल कुबेरजीलाई दिने गर्दथे। कुबेरजीले उक्त फूल भगवान शङ्करमा समर्पित गर्नुहुन्थ्यो र सधैँ यसरी पूजा आराधना गर्नुहुन्थ्यो। एक दिनको कुरा हो, हेममाली जब मान सरोवर फूल टिप्न गए, फूल टिपेर लिएर त आए, तर उक्त फूल चाहिँ उनले कुबेरजीलाई दिएनन्। उक्त फूल लिएर गएर आफ्नी सुन्दर पत्नीलाई उनले त्यो फूल समर्पण गरे। उनकी पत्नी एकदम प्रसन्न भइन्। यता कुबेरजीले हेममालीलाई कुरेर बस्नुभयो, तर 6 घण्टा बित्दा पनि हेममाली कुबेर समक्ष आइपुगेनन्। कुबेरजी एकदम क्रोधित हुनुभयो र आफ्नो द्वारपाललाई कुबेरजीले हेममाली कहाँ छ पत्ता लगाएर आउनु भनेर आदेश दिनुभयो। जब कुबेरजीका द्वारपाल गए हेममालीको घरमा, हेममाली र उनकी पत्नी एकदम प्रसन्न मुद्रामा बसिरहेका थिए, मिठा मिठा कुरा गरिरहेका थिए। यो समाचार लिएर द्वारपाल कुबेर समक्ष पुगे र यो वृत्तान्त सुनाए र कुबेरजीले आज्ञा दिनुभयो द्वारपाललाई कि हेममालीलाई मेरो समक्ष उपस्थित गराउनु पर्यो भनेर आदेश दिनुभयो। त्यही आदेश बमोजिम हेममालीलाई कुबेरजी समक्ष उपस्थित गराइयो। कुबेरजीले अत्यन्त क्रोध मुद्रामा आएर उक्त हेममालीलाई श्राप दिनुभयो। श्राप कस्तो दिनुभयो भन्दा, तिमीलाई कोड भइजाओस्, तिमी कोड रोगले यति ग्रस्त भइजाऊ कि तिमीले अत्यन्त दुःख कष्ट भोग्नु परोस्, तिमी आफ्नो पत्नीबाट बिछोड हौ भनेर यस्तो श्राप कुबेरजीले हेममालीलाई दिनुभयो। हेममालीले अत्यन्त बिन्ती चढाए र पनि कुबेरजीले श्राप दिनुभयो र उक्त श्रापले गर्दा हेममालीको मृत्युलोकमा जन्म हुन्छ। जब हेममालीको मृत्युलोकमा जन्म हुन्छ, उनी कोडी भएर जन्मिन्छन् र उनले अत्यन्त दुःख कष्ट सङ्कट बाधा विपत्ति झेल्नु परेको हुन्छ र उनी वन वन भौतारिन्छन्। उनले अत्यन्त दुःख कष्ट पाउँछन्। उनलाई रातिमा निन्द्रा पनि लाग्दैन, उनी सुत्दा पनि सुत्दैनन् र उनले धेरै दुःख कष्ट भोग्नु परेको हुन्छ र उनले हरेक दुःख कष्ट भोग्दै जाँदाखेरि उनी मार्कण्डेय ऋषिको समक्ष पुग्छन्। उनको भेट मार्कण्डेय ऋषिसँग हुन्छ। उनले मार्कण्डेय ऋषिलाई प्रणाम गर्छन्। जब मार्कण्डेय ऋषिलाई प्रणाम गर्छन्, तब मार्कण्डेय ऋषिले सोध्नुहुन्छ, तिमीले यो दुःख कष्ट के कारणले पाएका छौ भनेर मालीलाई मार्कण्डेय ऋषिले सोद्धाखेरि हेममालीले आफ्नो सबै वृत्तान्त बताउँछ। हेममालीले पूर्व जन्ममा फूल टिपेर लिएर आएर कुबेरजीलाई दिँदा र कुबेरजीले त्यो फूल चढाउँदा त्यसको पुण्यको कारण पनि हेममालीले आफ्नो पूर्व जन्मको कुरा स्मरण गर्न सक्दथे। उनलाई याद थियो कि मैले कुबेरजीको श्राप पाएर मैले यो गति भोगिरहेको छु भन्ने उनलाई स्पष्ट याद थियो। त्यही याद मार्फत मार्कण्डेय ऋषिलाई हेममालीले आफ्नो सबै वृत्तान्त सुनाउनु भयो। मैले यस कारणले गर्दाखेरि कुबेरजीको श्राप पाएर मैले यो दुःख कष्ट भोगिरहेको छु भनेर मार्कण्डेय ऋषिलाई हेममालीले आफ्नो वृत्तान्त सबै सुनाए। अनि हेममालीले मार्कण्डेय ऋषिलाई सोध्छन्, हे मार्कण्डेय ऋषि, परमब्रह्म ऋषिज्यू, मैले यो गतिबाट मुक्ति पाउने त्यस्तो के उपाय छ, मलाई त्यो बताइदिनु पर्यो। म यो दुःख कष्ट पीडाबाट मुक्त हुन चाहन्छु भनेर मार्कण्डेय ऋषिलाई जब हेममालीले सोधे, तब मार्कण्डेय ऋषिले यो योगिनी एकादशीको महिमा हेममालीलाई बताउनु भयो र सल्लाह सुझाव दिनुभयो कि यो योगिनी एकादशीको जसले विधिपूर्वक व्रत गर्दछ
भगवान नारायणको स्मरण गर्दछ, जसले भगवान नारायणको सङ्कीर्तन गर्दछ र व्रत विधिपूर्वक गरेर व्रतलाई विधिपूर्वक समापन गर्दछ भने त्यस्तो व्यक्ति कुनै पनि पापबाट छुटकारा पाउन सक्दछ। र यदि पूर्व जन्ममा गरेको पापले उसले सङ्कट भोगिरहेको छ, दुःख भोगिरहेको छ भने पनि त्यो पनि सबै पापहरू नष्ट भएर जान्छन् र उसले परम गति प्राप्त गर्दछ, सुख शयल सुख शान्ति समृद्धि प्राप्त गर्दछ भनेर जब मार्कण्ड ऋषिले हेममालीलाई बताउनु भयो, अनि हेममालीले एकदम कठोरपूर्वक यस योगिनी एकादशीको विधिपूर्वक व्रत गरे र व्रतको समापन पनि गरे। अनि भगवान नारायणको कृपा उनलाई भएर उनी आफ्नो पापबाट मुक्त भएर आफ्नी सुन्दर पत्नी सहित सुख शयल शान्ति समृद्धि सहित रहन लागे। त्यसै कारणले गर्दा यो योगिनी एकादशीको एकदम ठुलो महत्त्व छ। जस्तो सुकै पाप किन नहोस्, पूर्वजन्मको पापले गर्दा यदि वर्तमान स्थितिमा हामीले एकदम सङ्कट भोगिरहेका छौँ भने पनि हाम्रो त्यो पूर्वजन्मको पाप पनि नष्ट गर्नेवाला यस योगिनी एकादशीको व्रत सबैले गरौँ र भगवान नारायणको असीम कृपा प्राप्त गरौँ। यो योगिनी एकादशीको व्रत गर्नाले भगवान नारायणको मात्रै कृपा होइन, साक्षात् लक्ष्मीजीको पनि एकदम कृपा प्राप्त हुन्छ। यो योगिनी एकादशीमा दिनभरि तपाईँले व्रत गरेर सायंकालमा भगवानको जप तप ध्यान आराधना स्तोत्र पाठहरू सबै गरिसके पछाडि, आरती पुष्पाञ्जली क्षमा याचना गरिसके पछाडि घिउमा बत्ती बालेर तुलसीको मठमा राखिदिनाले महालक्ष्मीको कृपा व्यापक हुनेछ र तपाईँको घरमा शान्ति समृद्धि भित्रिनेछ। सबैले योगिनी एकादशीको व्रत विधिपूर्वक गर्नुहोला र भगवान लक्ष्मी नारायणको असीम कृपा प्राप्त गर्नुहोला। सबैले यो योगिनी एकादशीमा ओम नमो भगवते वासुदेवाय श्रीमन्नारायण भन्ने मन्त्र जाप्नुहोला। सबैको घरमा स्वस्ति शान्ति समृद्धि होस्। सबै स्वस्थ व्यस्त मस्त रहनुहोला। हस्त नमस्कार, फेरि भेटौँला। राधे राधे।